ल है साथीहरू आज जमलतिर छु साथीहरू जमलतिर के छ हल्खबर यसो बुझ्नु पर्यो भनेर हामी चाहिँ जमलतिर छु अनि माथि पुलबाट चाहिँ रानी पोखरीको दृश्य अवलोकन गर्दैछु। कस्तो रमाइलो रानी पोखरी है। अहिले त कुना कुनामा हरियाली बोटबिरुवाहरू होइन कस्तो राम्रो रहेछ रानी पोखरी त। यस्तै रहेछ रानी पोखरी। भित्र गएर भिडियो खिच्न पाए त राम्रो हुन्थ्यो। बाहिरबाट सर्टकटमा हेरिदिनु होला है गाइज सबैजनाले। रानी पोखरी काठमाडौँको यस्तै छ अब। यस्तै हो ल साथीहरू है। हाई हेलो गाइज नमस्ते गुड मर्निङ सबैजनालाई। सन्चै हुनुहुन्छ? यहाँ मलाई सन्चै छु। तपाईँहरूले यो भिडियो हेरेर लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँहरू भिडियो फर्स्टदेखि अन्तिमसम्म क्लिक नगरिकन सबै भिडियो हेरिदिनु होला भनेर आशा गर्दछु। आज म जमलतिर छु हजुर साथीहरू। जमलतिर चाहिँ घुम्न गएको थियो। यतातिर यसो आँखा लगाएको। आम्मा हो सेल्समा मान्छेहरू त टनाटन। सस्तो हो कि महँगो हो? टु पिस भन्छ है। टु पिस भन्छ। सस्तोमा टु पिस भन्छ। एउटा किन्दा एउटा फ्री भन्छ। मान्छेहरू त प्याक। खास गरी बिजनेस त यो रहेछ नि त। बिजनेस त कहाँ अब पसलमा है कराएर बस्नुभन्दा त हेर यहाँ भाइरल पुरै भाइरल नि। यत्तिकै भाइरल भएपछि त मान्छेहरू त कबाट तपाईँको त सिद्धिन्छ नि हो। त्यसै गरी हामी चाहिँ जमलतिर घुम्दै छु। अनि जमलतिर घुम्यौँ। यतातिर यसो हेरेको अब रानी पोखरीको दृश्य पनि राम्रो रहेछ है। यतातिर पुलमाथिबाट दृश्य हेरेको होइन। रानी पोखरी पनि एकदम राम्रो रहेछ। अब हेर भिडियो बनाउन खोजेको भिडियो पनि अल्छी लाग्यो क्या। कस्तो अल्छी लाग्दो पनि कस्तो गर्मीले है थकित भएर थियो। अब कहाँ के गरौँ भनेर बसिरहेको थियो है। यस्तै छ अब। यता पहिला डिलिसियस मोमो थियो। त्यो मोमो पनि खानु पाएन। अहिले बन्द रहेछ क्या अरे। तर त्यही हो। अब चाहिँ हामी यस्तै हो। अब यता हामी डुल्दैछौँ यतातिर गाडीमा। हामी पुरै डुल्दैछु साथीहरू यतातिर। तपाईँलाई थाहा होला यो ठाउँमा त होइन। मैले भन्नु पर्दैन। मैले भनिराख्नु पर्दैन। तपाईँलाई थाहा भएकै कुरा हो। यो चाहिँ हाम्रो रत्न पार्क छेउछाउ आइपुग्यो घन्टाघरतिर होइन साथीहरू। यतातिर डुल्दैछौँ हामीहरू है। यस्तै छ आजको भिडियो। तपाईँहरूले क्लिप नगरिकन अन्तिमसम्म हेरिदिनु होला भन्दै म चाहिँ निन्द्रा पनि आइरहेको थियो जोक। त्यस्तै पनि भिडियो खिचिरहेको छ। रत्न पार्क आइपुग्यो। यो चाहिँ रत्न पार्क। पहिले यहाँ कस्तो रमाइलो हुन्थ्यो रत्न पार्कमा। अहिले मान्छेहरू भिडभाडै छैन पहिले जस्तो। सबै अहिले यो हटाइसकेपछि अहिले भिडभाडै हुँदैन। पहिले रत्न पार्कमा त त्यो मुकुन्देको भाषण सुन्न अनि त्यहाँ जादु हेर्नलाई कति प्याक हुन्थ्यो मान्छेहरू। यो भित्र त है रत्नबागीभित्र त बिहान गयो कलेज अनि घरमा आयो कोठामा खानासाना खायो अनि त्यसपछि कहाँ जानु त। अब कामसाम सब छैन। टाइम पास लागि रत्न पार्क आउँथ्यो। रत्न पार्क दिनभरि रत्न पार्क मुकुन्देको भाषण सुन्ने। मुकुन्दी रुखमा चढ्थ्यो अनि भुइँमा चाहिँ मधिसेको फेरि जादु चटक्क देखाउँथ्यो। त्यो हेर्थ्यो दिनभरि बेलुका फर्किन्थ्यो सधैँ। आजभोलि त त्यो पनि छैन। सामाजिक सञ्जालले गरेर सबै घरमा सबै व्यस्त हुनुहुन्छ। अब यहाँबाट हामी धरहरा हेर्न खोजेको त रुखको बोट बिरुवाले हरियाली राम्रो भएछ। काठमाडौँमा यति चाहिँ हुनु पऱ्यो क्या। यतिको सरसफाइ यतिको रमाइलो यतिकै हरियाली चाहिँ हुनु पऱ्यो। धरहरा हेर्न खोज्यो धरहरा पनि हामी देख्न पाएन। त्यसै गरेर हामी
हिँड्यो अब साथीहरू गाडी चढेर अब घर जानु पऱ्यो भनेर हिँडिरहेको छु है साथीहरू। यो चाहिँ हामी कहाँ नेपाल प्रदर्शनी स्थलमा पुग्यो है। यो पनि कस्तो राम्रो ठाउँ छ यो पनि, पुरै रुखो जङ्गल, गर्मी बेला शीतल आनन्दमय छ, जस राम्रो छ। यस्तै हो नेपाल, जस रमाइलो छ नेपालमा। भिडभाड भए पनि, जनसङ्ख्या बढे पनि नेपाल चाहिँ हरियाली सुन्दरताले भरिपूर्ण छ। यस्तै हो अब है, बसबाट खिचेको है। यस्तै छ साथीहरू, यस्तै छ, के गर्नु नेपालमा। चाहिँ फन पार्क त्यहाँतिर एकदम त्यो के नि पछाडि खेल्ने ठाउँ। अनि यताबाट हामी यता आइपुग्यो हामी के के भन्छ के पद्मकन्या कलेज के भन्दाखेरि त्यो लगाएछ